बाबा नमस्ते 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 जजला शिवा बाबा कसो यहाँ त बा मान्छेहरू त पुरै अनि हजुर खाना खानुभयो हजुर खाए तपाईँले What happened? यो मायाको चिनो अरे उफ, होइन अस्ति धेरै दिन भएको थियो कि नसोधेको अन्त यहाँ आएको थियो यहाँहरू सबैतिर आएको थियो अलिक अलिक चाहिँ यहाँको चाहिँ कम भएको छ त्यही त ऊ होइन र केटा मान्छेले हेऱ्यो भने त्यो पिम्पल आउँछ भन्छ नि पाइलट जस्तो मान्छेले यस्तो कुरा गर्न थाल्दा चाहिँ अब के भन्नु गाइस होइन त्यस्तो होइन मलाई हाँस उठ्छ हो तर तर नहोला किनभने त्यसो हुने भइदिए तपाईँको मुखभरि पिम्पल आउँथ्यो होला नि होइन त्यत्रो मान्छे प्लिज होइन 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 त्यस्तो होइन त्यो थ्योरी नै रङ हो क्या के गर्नु हुँदैछ आज त हजुरको अफ है हजुर अन्त भोलि भोलि डे फ्लाइट छ मेरो भोलि पनि यस्तै वेदर छ दिउँसोतिर जाने उड्ने बस्ने हो वेदर त है अम्बो कस्तो भइरहेको छ अन्त आज अरू तपाईँको त अफ भयो अरू चाहिँ यताउता फ्लाइटहरू उड्यो कि नै आज कस्तो थियो वेदर त दिउँसोतिर चाहिँ उड्यो तर ऊ इभिनिङको त म्याक्सिमम् क्यान्सल भयो है इभिनिङमा त काठमाडौँतिर उतातिर त कस्तो भएर थियो यतातिर त फेरि त्यस्तो भएन हौ उज्यालै थियो हाम्रोतिर त त्यही उसमा ऊ थियो यसो तराईको बेल्टतिर पुरै अलिकति त्यस्तो थियो हावा हुँदो रे पुरै है खाना खानुभयो हजुर हजुरले मैले खाइसकेँ क्या राम्रो लाग्छ मैले तपाईँलाई भनेको थिएँ त न त्यता पानी परेको छैन हो त नि हो साँच्ची भनेको म जे हो भ्लग बनाउने भनेको हजुर आज नि भ्लग बनाउने भनेको के भयो तर ऊ बिजी भन्नुभयो उहाँले आज मर्निङमा हजुरहरू जाने भन्नुभएको होइन साइक्लिङ कि के भन्नुहुँदै थियो त उठ्न सक्दिन रे अनि हजुर त 4 बजे उठ्नुहुन्छ अरे अन्त अलार्म त 4 बजेको हो उठ्न त त्यही 6 बजे नै उठ्ने हो ए त्यस्तो हो हजुर घरमा त पानी पर्दैछ अरे प्राय म्याक्सिमम ठाउँहरूतिर पानी परिरहेको रहेछ हाम्रोमा त छैन हौ हावाहुरी पनि चलेको छैन के हो मलाई त कस्तो मनपर्छ पानी परेको घरमा हुँदाखेरि रोजिना हेलो I really like that blog. Very expressed how you feel for love and X-ray. Oh. वा त हजुर त एकदम एक्सपिरियन्स ओ माई गड है पुरै है गाह्रो तर के गर्ने साह्रो मजाले तपाईँहरूको कन्भर्सेसन अझै पनि सुनिराखौँ जस्तो लाग्छ क्या कसलाई सक्यो भन्ने भएको थियो मलाई चाहिँ ओके 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 त्यस्तो त्यस्तो तर हजुर सोध्नु भएको क्वेसन चाहिँ दामी थियो नि लास्टमा राइट टाइम के पो थियो राइट टाइममा रङ पर्सन कि रङ टाइममा राइट पर्सन के थियो होइन तपाईँको चाहिँ के हो नि एन्सर भन्नुपर्छ त्यस्तै कस्तो त्यस्तै त्यस्तै भन्ने त एन्सरै छैन त्यहाँ त त्यो अप्सनै छैन त्यहाँ 2टा अप्सन छ त्यहाँ त्यस्तै त्यस्तै हो भन्ने 3वटा अप्सन देखेँ थिएन के जस्तो लाग्छ तपाईँलाई राइट टाइममा रङ पर्सन तपाईँको त्यस्तै भनौँ न त्यस्तै 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 हजुर सक्यो रङ टाइममा राइट पर्सन त्यस्तै भनौँ न होइन हौ मैले भनेको तपाईँको चाहिँ राइट टाइममा रङ पर्सन र रङ पर्सन नि भन्नु मिल्दैन साँच्चीकै त्यस्तै त्यस्तै नै रङ त होइन टाइमिङ रङ भनौँ न हेलो हेलो आजको भ्लग हेरेको छैन बहिनी मेरो बुढी तिम्रो एकदम फ्यान हो एउटा भ्लग साउट गरिदिनु हुन्छ ट्रुथ हर्स रे द्याट्स नट ट्रु तर त्यो एन्सर चाहिँ मलाई पनि सुन्नु चाहिँ मन चाहिँ मजाले अब कहिले भेटेको बेला
होइन अन क्यामेरामै हुनुपर्छ भन्ने नेपाल नै आउनु रे छैन नि। होइन अन क्यामेरामै हुनुपर्छ भन्ने नै छैन नि, अन क्यामेरामा बात गर्दा भइहाल्छ नि। तपाईँ काठमाडौँमा आउनु न, हाम्रो त्यहाँ के प्लान छ त्यो त बाँकी नै छ नि मेरो। त्यो प्लान चाहिँ फेरि सक्सेस गर्नुपर्छ है। तपाईँ भने नि त लाइभ आउनु हुँदो रहेछ त। त्यही त अहिले अलिकति मेरो पनि फ्यान फलोइङ बढिरहेछ नि त, त्यही भएर यसो आएको भन्नु पऱ्यो नि फ्यान फलोइङ्सलाई। तपाईँको फ्यान फलोइङ पहिल्यैदेखि हो। होइन अलिअलि बढिरहेछ मेरो पनि फ्यान फलोइङ्सहरू। बज्रको भनेर त यो दाइले हो धेरै भन्न आउँ भनेर के छ हालखबर सोध्नु पर्यो नि मेरो। सोध्नु पर्यो कहिले कहिले, गफ गफ गर्नु पर्यो। हजुरको शुभचिन्तकहरू त धेरै हुनुहुन्छ होला हौ। त्यही भनेको कति राम्रो मान्छेहरू छन् मेरोमा अलिक थ्याङ्क यू भेरी मच मन पराइदिनु भएकोमा कमेन्ट रिप्लाई। कति ह्यान्डसम अरे हो हजुर। अनि आजको दिन कस्तो रह्यो हजुरको? मेरो त राम्रै भयो, घरमै यताउता यतिकै राम्रै हुन्छ हौ मेरो त। तपाईँ कस्तो ह्यान्डसम अरे? तपाईँ कति ह्यान्डसम अरे? ओहो थ्याङ्क यू भनिदिनु मेरो तर्फबाट। तपाईँ आफै भन्नु न, सुनिराख्नु भएको छ। थ्याङ्क यू भन्नु न मेरो तर्फबाट अरे, आफै हो, आफै भन्नुहोस् न। अनि तपाईँको कमेन्टमा आएकोले भनेको नि मिस्टर तामाङलाई नि उहाँ अलि बिजी हुनुहुन्छ आज। थ्याङ्क यू फर द रोज। म स्माइल पोज दिइहाल्छ नि फोटो खिच्नु लागि। ल पोज दिनु छ। हावाहुरी आएको छैन हाम्रोतिर त। हाम्रोतिर त पानी परेको छैन। म त यहाँ यसो गफ गर्नु पाएको त। हाम्रो सनसिल्दा पनि हुँदो रहेछ। सनसिल्दाकोमा गएर उयो लेख्नु न, के भन्छ जोइन गर्नु भनेर, खोइ कोसँग जोइन गरिराख्नु भएको रहेछ इन लाइभ म्याच अरे। आई नो सेन्ड मी डिटेल्स, इट वर्क्स देयर एज वेल रे। ओके पाला दादा रोजर। यता दमकतिर त पुरै हावा आउँदैछ अरे, हाम्रोतिर त छैन है, अलिअलि मात्रै हावा चल्दैछ। बहिनी निधारमा मायाको पोका आएछ त अरे। अब यो त अस्तिबाट आएको, यहाँ पनि थियो, यहाँको चाहिँ अलिकति के भन्छ उयो भएको छ, सानो भएको छ। धेरै पछि बहिनी रे। हजुर म धेरै पछाडि लाइभ आएको आज। मलाई त्यस्तो उयो गर्नु मन पर्दैन होइन कि, आउनु त आउँछु तर अब कामहरू पनि भइरहेको हुन्छ नि त कि, अन्त त्यही भएर बहिनीको जस्तो मेसेज पठाउँछु, बिहानको जस्तो मेसेज पठाउँछु। अनि प्लिज मलाई त्यस्तो खालको मेसेज चाहिँदैन है पाला दादा, म कस्तो बिहानै प्र्याङ्क भएको छु। हजुर त कहिले मेरो रिप्लाई गर्नु हुँदैन अरे। गर्छु किन नगर्नु। सनसिल्क सर्भिस फ्री नाउ अरे। ओके